हेलो गाइस गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ म चट्टसँगले मर्निङमा भ्लग बनाउँदैछु होइन। आज तपाईँहरूलाई म आफ्नो गार्डनको यहाँ चट्ट सागसब्जीहरू देखाउँदैछु। हेर्नुहोस् सागसब्जीहरू कस्तो चटक्क छ। त्यो मेरै कलिलो हातहरूले लगाएको सागहरू हेर्नुहोस् चट्ट तपाईँहरूलाई म देखाउँछु। मेरो यी कलिला हातहरूले लगाएको साग हेर्नु, रायो साग ग्रिन्स हो देख्नुहोस् चट्ट। यो वरिपरि काठले बनाएर यो चाहिँ सिम साग। फेरि हेर्नुहोस् सिम साग मेरै आफ्नै यी कलिलो हातले चाहिँ चट्ट लगाएको है, देख्न सक्नुहुन्छ यहाँ। सिम साग खोले साग पनि भन्दो रहेछ यता। रायो सागहरू हेर्नुहोस् चट्ट यसरी लगाउनुपर्छ रायो साग। यी सरर परसम्म यता पनि छ रायो साग छ, तोरी छ। अनि भर्खरै मात्रै मेरो यी कलिलो हातहरूले यो साग सिम साग टिपेँ। अब चट्ट भरे यसलाई खानुपर्छ होइन। चाहिँ मेरो गार्डनको भ्यू। पहिले पनि टन्नै भिडियो त बनाएको छु, नाताहरूले हेर्नुहोस् होइन। चेक इट आउट एन्ड देन सब्सक्राइब एज वेल। यतातिर फेरि चाहिँ बोडीहरू छ कि आज हावा आएर यस्तो अलिक डिस्टर्ब गरिरहेछ होइन। बोडीहरू हुँदैछ। अब यहाँ फेरि यस्तो छ आलुदेखि लिएर यो सब गमलामै छ हेर्नुहोस्। यो इस्कुस हो तर राम्रो भएन। यहाँ के भन्छ हाम्रो राईहरूको चाहिँ अति चाहिने कुरो तितेपाती पनि छैन। देख्न सक्नुहुन्छ चट्ट इज माई गार्डन। लुक एट दिस and look at that and then look at that. स्टोभ हामी चाहिँ यहाँ मासु पोल्ने गर्छौँ। चट्ट मासु चट्ट पोल्ने यहाँ है। स्टोभ भइगयो सर। आज हावा आएर यस्तो ल्याङ गरिरहेछ है, ल्याङ गरे। यसरी नै दिनचर्या बित्दैछ मेरो चाहिँ होलिडेमा होइन। डेली घाम पनि लाग्ला जस्तो छ। आजको भ्लग चाहिँ यहाँबाट सुरु गरिरहेछु। हेर्दै जानु होला है त, सब्सक्राइब गर्न पनि नबिर्सनु होला। म भिडियो हाल्दै जानेछु गाइजनीहरू होइन। खतरा फुल फुलिरहेको छ। कस्तो राम्रो उ पो आउने रहेछ भ्यू हेर्नु नि। मान्छे चाहिँ छैन। यो त चट्ट यो फुल चाहिँ के भन्छ नओइलाउनु पर्ने, यत्तिकै हुनु भनेको है। बारेमा यस्तो हुनु पर्ने। सर कस्तो राम्रो छ। यस्तो छ नाकाहरू। यहाँ चाहिँ चट्ट बस्ती बसाल्नु पर्ने हो कि। यहाँ चट्ट यो प्लटिङ गरेर जग्गा बिक्री गरेर घर बनाउनु अथोरिटी दियो भने त है। झ्याप्प एउटा यहाँ जग्गा लिएर के सर अनि के भन्छ बनाउनु एकदम यहाँ घर बस्नलाई फेरि राम्रो छ नि। लेट्स गो अहेड। म यतापट्टि हेर्दैछु मान्छे सारा यही यो त ऊ हो, यसको त खानु हुँदैन अलि अर्को। तर यो पागलहरू टिपेको देखेको थियो खान्छ।